रिटिङ रिटिङ नबजाऊ बिनायो, रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो, ऐया आत्था साइला दाई। एउटा इतिहास बोकेको यो लोकगीतको भाका सँगसँगै तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत छ। नमस्कार, म घनश्याम पथिक। भाषा साहित्य र कलाको सङ्गम कार्यक्रम अन्तरङ्ग तपाईँ अहिले हिमशिखर टेलिभिजनमा हेर्दै हुनुहुन्छ। हजुर, भाषा त्यो माध्यम हो जसले समाजलाई जोड्ने काम गर्दछ। साहित्य समाजको ऐना हो जसले संसारलाई प्रतिबिम्बित गर्दछ भने कला एउटा यस्तो वस्तु हो जसले संसारलाई एक सूत्रमा बाँध्ने काम गर्दछ। हामी कार्यक्रम अन्तरङ्गमा यिनै तीनवटा तत्त्वहरूको सेरोफेरोमा रहेर आफ्नो सिर्जना यात्रामा लागि परिरहनुभएका कोही सर्जकसँग अन्तरङ्ग कुराकानी गर्ने गर्दछौँ। हजुर, कार्यक्रमको सुरुवातमै मैले राखेको एउटा लोकगीतबाट पनि तपाईँले थाहा पाइसक्नुभयो होला आज हामीसँग को अतिथि हुनुहुन्छ भनेर। पक्कै पनि लोक गायनको क्षेत्रमा एउटा अत्यन्तै उच्च स्थान बनाउनुभएका, इतिहास बोक्नुभएका धरोहर हामीसँग हुनुहुन्छ। आज कार्यक्रम अन्तरङ्गमा उहाँ हुनुहुन्छ एलपी जोशी। हजुर, उहाँसँग अन्तरङ्ग कुराकानी गर्ने जमर्को आज हामीले गरेका छौँ। आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउँ। तपाईँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। हिजो आज भोलि केमा व्यस्त हुनुहुन्छ? हिजो आज म अलिकति एउटा बाहिरको कार्यक्रम भएको हुनाले अलिकति गीतहरू म रियाज गर्दैछु अहिले चाहिँ, र गीतहरू लेख्ने क्रम चाहिँ मेरो अहिले प्रायः जस्तो टुटिसकेको छ। त्यति लेख्दिनँ पनि, र कहिलेकाहीँ 2-4 लाइन कविताहरू यसो कोर्ने चाहिँ गर्छु। कहिलेकाहीँ गजल पनि लेख्नुहुन्छ, कहिलेकाहीँ मुक्तक पनि सुन्छौँ हामी। बाहिरको कार्यक्रम भन्नाले हङकङको एउटा कार्यक्रममा त्यहाँ मलाई बोलाएको छ। उहाँहरूले मलाई त्यो एउटा सम्मानको कार्यक्रम दिने जस्तो कुरा भएको हुनाले मैले अलिकति केही चाहिँ गीत मैले गाउनुपर्छ भन्ने लागेर अलिकति रियाजपट्टि लागिरहेको छु। अहिले भनेपछि अभ्यासको क्रममा हुनुहुन्छ, त्यहाँ गएर माहौल जमाउने लक्ष्य लिनुभएको छ। त्यो त जमाउनै पर्यो नि। हजुर, मैले कार्यक्रमको सुरुवातमा राखेको तपाईँको मुखार बिन्दुबाट त्यो भाका सुनौँ न, लोकगीतको। रिटिङ। हजुर। ए हस्, धन्यवाद। म यहाँहरूलाई यो मेरो गीत धेरै अगाडिको गीत हो। बुढो गीत भन्दाखेरि पनि अहिलेको यङ जेनेरेसनलाई पनि सुन्छ, तन्नेरी गीतै पनि भन्नु पर्ला जस्तो, र पनि म यहाँहरूलाई पस्किन्छु 2 लाइन। रिटिङ रिटिङ नबजाऊ बिनायो, रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो सान्नानी, ऐया आक्का सान्नानी। यस्तै हो। हजुर, अत्यन्तै मन छुने, पहिलेदेखि नै अहिलेसम्मका युवाहरू अर्थात् बुढापाकाहरू, बालबच्चा सबैलाई नचाउने गीत कति सालमा रेकर्ड भएको हो? यो 17-18 सालतिरको हो। करिब अहिले यो गीत मैले गाउन थालेको त 56-57 वर्ष नै भइसक्यो। अब कतिले त भन्छ यो होइन, गीत गाएको 56-57 वर्ष भयो भन्छ, यो बुढो चाहिँ कति वर्ष भयो होला त भन्ने कुरा पनि धेरैले उठाउँछ। र म पनि अहिले अब तपाईँको करिब यो अब कार्तिकमा चाहिँ म 78 वर्ष लाग्छु। 78 वर्षमा प्रवेश गर्दै हुनुहुन्छ, र पनि उही जोस छ, उही जाँगर छ तपाईँलाई, हामीले त्यो देखिरहेका छौँ। उही आत्मविश्वासका साथ तपाईँ अगाडि आफ्नो प्रस्तुत गर्नुहुन्छ। त्यो सुरुवातीतिर जान्छु म, गीतको सुरुवातीतिर। तपाईँले 2-3 चोटि रेकर्ड गरिसक्नुभयो। पहिली रेकर्ड गर्दा कोसँग गर्नुभयो, त्यसपछि क्रमशः कसरी आयो त्यो भनिदिनुहोस् न। यो पनि एउटा रमाइलो कुरो हो, किनभने यो गीतमा के अचम्मको छ, सबैलाई छुने गीत हो र सबैलाई मनपर्ने गीत यो गीत परेको छ। अहिले रेडियो नेपालको सदाबहार गीतमा यो गीत पर्छ। र सर्वप्रथम मैले यो गीत तारादेवी गङ्गा राणासँग गाएँ, र मसँग त्यतिखेर 1-2 जना साथी ब्याकमा पछाडिबाट गाउने साथीहरू हुनुहुन्थ्यो। उहाँहरू चाहिँ साथीमा मेरो एउटा सुरेन्द्र श्रेष्ठ भन्ने हुनुहुन्थ्यो र चन्द्र श्रेष्ठ भन्ने हुनुहुन्थ्यो है। र यो गीत त्यत्तिकै अब बज्दै गयो, रेडियोमा बज्दै जान थालेपछि त्यो गीतको एउटा जुन क्वालिटी हो त्यसको कम हुँदै जाँदो रहेछ, दम कम हुँदै जाँदो रहेछ। अनि त्यसपछि मैले रिरेकर्डिङ गर्नलाई मैले अनुरोध गर्दाखेरि रिरेकर्डिङ पछि मीरा राणासँग मैले यो गीत रिरेकर्डिङ गरेँ, र रेडियोमा अहिले पनि त्यो गीत बज्दैछ। र हुँदा अहिले पछि आएर फेरि अर्को रेकर्डिङ गर्ने अवस्था आयो। त्यतिखेर चाहिँ मैले अहिले तपाईँको लोचन भट्टराईसँग मैले यो गीत रेकर्डिङ गरेको छु। र अब चाहिँ एउटा रहर पनि छ क्या मलाई। कस्तो रहर भन्नु होला भने, अब यत्रो वर्ष त गाइयो, अहिले पनि अब गाउने मलाई अलिकति म अझै पनि गाउँछु भन्ने एउटा आँट र जाँगर छ। त्यसकारण अहिले अन्तिममा आएर चाहिँ
अन्जु पन्थसँग गाउँ कि जस्तो लागिरहेको छ। हजुर, पक्कै पनि भोलिको दिनमा कुनै दिन साइज जुरो भने गाउनुहुनेछ। जरुर जरुर, त्यो केही फरकै पर्दैन। पक्कै पनि गाउनु पनि पर्यो, किनभने तपाईँले सबै जेनेरेसनसँग सहकार्य गर्दै आउनुभयो। त्यस कारण अहिलेको जेनेरेसनसँग पनि तपाईँले सहकार्य गर्नुपर्नेछ। हामी आशा राख्छौँ चाँडै नै हामी सुन्न पाउनेछौँ। हजुर, धन्यवाद। तपाईँ गीत सँगसँगै लेख्नु पनि हुन्छ, गाउने त छँदैछ आफ्नो, अनि लेख्नु पनि हुन्छ। विशेष लेखन यात्रामा चाहिँ केमा बढी कलम चलाउनुहुन्छ? मलाई कस्तो भने लामो कविताहरू त्यति मन पर्दैन र छोटोमा धेरै कुरा आँटोस् भन्ने हिसाबले केही मुक्तकहरू, केही गजलहरू लेख्ने गर्छु म, त्यति मात्रै हो। केही सिर्जना सुनौँ तपाईँको? एउटा क्रन्दन भन्ने एउटा मेरो कविता छ। सखे यी आँसुका दुई थोपा विकल हृदयको अन्तरदेखि, सखे यी आँसुका दुई थोपा विकल हृदयको अन्तरदेखि बगिरहेछन् दर्द समिश्रित विनोद दिलको रेखा मेटी। तिमी भनौली यौवन मद हो, छेडीको उमङ्ग हो, तर सत्य तिमी विश्वास गर यो प्रेम दिलको क्रन्दन हो। वाह, अत्यन्तै मिठो मुक्तक। यो गायन सँगसँगै लेखन आफै आउँदो रहेछ कि के हो? तपाईँमा कसरी प्रवेश गर्यो? यो चाहिँ कस्तो रहेछ भन्नु होला भने कहिलेकाहीँ एउटा दुःख आइपर्दा नै एउटा सही रचना चाहिँ त्यतिखेर हुँदो रहेछ। र अरू भन्ने कुरा चाहिँ के भने एउटा लहर हो है, एउटा माहौल पनि हो। त्यो माहौलमा केही एक दुईवटा लाइन यसरी लेख्ने मात्रै हो, अरू त खास केही पनि होइन। भनेपछि गायनपन नै तपाईँको पहिलो रोजाइ हो? बस। एकछिन म लोकगीतको कुरा गर्न चाहन्छु। जस्तो तपाईँहरूको बेलामा लोकगीतहरू सङ्कलन गरिन्थ्यो, गाउँ गाउँमा गइन्थ्यो, ठेट भाषामा अथवा ठेट लय ल्याइन्थ्यो। अहिले त लोकगीत लेखिन्छ नि, लेखिन्छ। कस्तो भन्नु होला भने अब कोठामा बसेर लोकगीत लेखिने त्यो अब होइन नि। त्यो त्यस ठाउँमा, त्यस ठाउँभित्र गएर, त्यहाँभित्रको परिवेशमा भिजेर अनि माथि लोकगीत लेखिन्छ। आफ्नो कोठामा बसेर लोकगीत लेखिँदैन। त्यो लोकगीत मानिँदैन पनि, भनिँदैन पनि त्यसलाई म चाहिँ भन्छु। किनभने लोकगीतले के गर्छ भने त्यस ठाउँको त्यसले आफ्नो परिचय दिइराखेको हुन्छ, आफ्नो संस्कृतिको ज्ञान दिइराखेको हुन्छ, आफ्नो संस्कृतिको परिचय दिइराखेको हुन्छ। तर कोठामा बसेर त्यो कहिले पनि भनेर देखिँदैन। त्यही भएर होला अहिलेका लोकगीतहरू तपाईँहरूको जस्तो सदाबहार बन्न नसकेको। त्यो पनि हुनसक्छ। किनभने अब हामीहरू एकदमै गाउँभित्र पस्यौँ, गाउँमा पसेर पनि उहाँहरूसँग सहकार्य गरेर, उहाँहरूसँग मिलेर, उहाँहरूलाई के खानेकुरा खुवाएर हुन्छ कि सिगरेट बिडी पान केही खुवाएर हुन्छ कि लु न एकपल्ट गाइदिनुहोस् न भनेर, अब हामीसँग त्यतिखेर त कुनै उपकरणहरू केही हुँदैन थियो। किनभने अहिलेको जस्तो जमाना छैन। एउटा टेप रिकर्डर थपेर लग्यो, सर्ट सुन्दै हिँड्यो, सकि त हो नि। तर उहाँहरूसँग सहकार्य त भएन। उहाँसँग खालि गाए, उहाँहरूको गीत कहिले लुटौँ कहिले खाउँ लैजाउँ भन्ने मात्रै हिसाबले लिएर गइन्छ। अब त्यो कार्यले त के भयो भन्नु होला भने अब लोकगीत त आयो, उसले लिएर आयो होइन, तर त्यसलाई एउटा परिमार्जित गरेर एउटा राम्रो मेलोडी दिएर र सही सुन्ने हिसाबको गीत त्यहाँ तयारी गर्नु पर्यो। तर अहिले त सिधै आएर गाएर त हुँदैन, त्यसरी अब सुनिँदैन र राम्रो पनि मान्दैन। त दुई चारवटा गीतहरू त्यसरी आयो, राम्रोसँग आयो। कुन गीत? जस्तो हाम्रो के अरे खेमराज है, उहाँको वारी जमुना पारी जमुना, त्यो एउटा बेग्लै किसिमको एकपल्ट आयो होइन। त्यस्तै किसिमले अरू गीतहरू पनि एक दुईवटा फ्याटफुट आउँछ, तर केही दिनको लागि मात्रै हुन्छ। अब त्यसको आयु लामो हुँदैन। तपाईँलाई थाहा छ ठ्याक्कै तपाईँले यो रिटिङ नबजाऊ बिनायो कहाँबाट सङ्कलन गर्नुभएको? मेरो यो कस्तो भन्नु होला भने लय चाहिँ मैले सङ्घ सभातिरको हो है, गीत त मेरो आफ्नै रचना हो। आफ्नै रचना, लय चाहिँ त्यहाँको टिप्ने। भनेपछि लय टिप्ने अनि त्यसमा शब्दहरूलाई निखारपन ल्याउनको लागि कला भर्ने हो र त्यसलाई मेलोडी कसरी दिइन्छ। अब रिटिङ मात्रै भनेर त भएन नि होइन। रिटिङ अब त्यो एउटा लयबद्ध तरिकाले लिएर आउनु पर्यो त्यो शब्दलाई, अनि माथि त्यो मिठास र राम्रो सुनिने हो। र बिनायकको आवाज पनि रिटिङ नै भएर आयो अहिले। अब तपाईँको कस्तो भने अब अचम्म लाग्छ मलाई, बिनायकको आवाजको प्रयोगता नै अहिले म एलपी जोशी भएँ। योभन्दा अगाडि बिनायकको आवाज कस्तो थियो कसैले थाहा थिएन। जब मैले बिनायक शब्द राखेर गीत गाउन थालेपछि
अनि अब अरू कविताहरूमा भयो है, लेखहरू भयो, रचनाहरूमा पनि बिनायो भन्ने शब्दहरू लेखिन थालेको मैले देख्न पाएको छु र खुसी लाग्छ मलाई। हजुर, यसै क्रममा एउटा सिर्जना फेरि तपाईँको डायरीबाट। रातसँगै बिलाउँछिन् यो कविता हो, शीर्षक छ अस्थायी सूर्य नभमा चन्द्रमा उदाउँछिन्, अस्थायी सूर्य नभमा चन्द्रमा उदाउँछिन्, त्यो पूर्णिमाको सन्ध्या शीतल किरण फिजाउँछिन्, अनि मन मेरो जलाउँछिन्, त्यो दिनको याद दिलाउँछिन्, हेर्दै म पर्खी बस्छु अनि रातसँगै बिलाउँछिन्। आशा र आँसुसँगमा मेरा यी आँखा छँदैछन्, त्यो दिनको पूर्णिमा सरिझैँ अस्थायी झुल्कदैछन्, कस्तो यो सम्झना विश्वास दिने मलाई, औँसीको पक्ष लागिन् चन्दा यो दिल रुवाई। मिठो कविता। हजुर, आदरणीय दर्शकवृन्द, आज हामीसँग हुनुहुन्छ एलपी जोशी। उहाँसँग अन्तरङ्ग कुराकानी गरिरहेका छौँ। यति बेला भने विश्राममा जाने बेला भएको छ। विश्रामपछि फेरि पनि कुराकानीको श्रृङ्खलालाई हामी जोड्नेछौँ। विश्रामपछि तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ। तपाईँ भर्खरै मात्रै टिभी सेटको अगाडि बस्नुभएको छ भने तपाईँ अहिले हिमशिखर टेलिभिजनमा कार्यक्रम अन्तरङ्ग हेर्दै हुनुहुन्छ। आज कार्यक्रम अन्तरङ्गमा हामीसँग हुनुहुन्छ लोकगायक एलपी जोशी। आउनुहोस् कुराकानीलाई फेरि पनि जोडौँ। एउटा तपाईँको अर्को चलेको गीत छ नि, जस्तो ओल्लो खोलो पल्लो खोलो, त्यो पनि तपाईँको मुखारबिन्दुबाट सुन्न मन लाग्यो अनि फेरि कुराकानीलाई जोड्न मन लाग्यो। यो गीत पनि अब उही सँगसँगै हो, करिब त्यो रिटिङ सँगसँगै रेकर्डिङ भएको हो र यसमा पनि गङ्गा राणा तारादेवीले गाएको छ र पछि आएर चाहिँ हाम्रो मदनदीप बिमको उहाँको विशेष र मैले गाएको छु र म यो गीत अलिकति यहाँलाई सुनाउन गइरहेछु। ओल्लो खोलो पल्लो खोलो, ओल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो भनेर हौ राणाजु, कमिलाको गोलो भनेर च्याट्टै पारी सिदेऊ दर्जी, च्याट्टै पारी सिदेऊ दर्जी, कान्छी ल्याउने चोलो भनेर हौ राणाजु, कान्छी ल्याउने चोलो भनेर। हजुर, अत्यन्तै मिठो, सबैको ढुकढुकी बन्न सकेका छन् तपाईँले गाएका यी लोकगीतहरू। कस्तो अनुभव गर्नुहुन्छ? मलाई यो गीतहरूले साह्रै एउटा कस्तो भने जहिले पनि जाँगर चल्ने गीत गाइरहँ जस्तो लाग्ने र दार्जिलिङतिर त यो गीत कस्तोसम्म चलेछ भन्नु होला भने सरस्वती पूजामा पनि यो रिटिङ र ओल्लो खोलो पल्लो खोलो गाउनै पर्ने, त्यसमा नाच्नै पर्ने। अब सरस्वती पूजामा मात्रै नभइकन बिहाबारीमा पनि त्यही गीत गाएर नाचिने इत्यादि भयो धेरै ठाउँमा। त्यसले गर्दाखेरि मलाई यो गीतले मलाई राम्रोसँग मलाई चिनायो। तर मलाई यो गीत केही भाइहरूलाई मैले रिमिक्सको लागि दिएँ र उहाँहरूले पनि शब्दहरूमा अलिकति केही बिगार्नु भएको छ र बिगारे तापनि कसैले त्यो गीत थाहा हुँदैन, मलाई मात्रै थाहा भयो यसले यहाँ बिगार्यो भन्ने कुरा। यस्तै नै छ, अरू सबै राम्रै छ। लोकगीतहरू रिमिक्स गर्ने एउटा फेसनै आएको छ, गरिरहेका छन् होइन, अहिलेसम्म गरिरहेका छन्। तर रिटिङलाई चाहिँ रिमिक्समा दिनुभएको छैन। म यसको चाहिँ के कारण छ भन्नु होला, म अहिलेसम्म त्यो गीत राम्रोसँग गाउन सक्छु, त्यसकारण मैले यो गीत अरूलाई दिएर हुँदैन। र कुनै एउटा भाइले चाहिँ मलाई के भन्नुभएको छ भने दाइ अरूलाई नदिने यो गीत, राम्रो गायक केटा हो त्यो, यो ओखलडुङ्गा साइडतिरको, गाउनु पर्दा म गाउँछु र त्यसलाई मैले कति के कसो रकम दिनुपर्छ हो के भन्ने कुरा भएको थियो र मैले यो कुरा लिएर चाहिँ उहाँहरूसँग मैले केही कुरा गरेँ र मेरो अहिले तपाईँको यो बोनसाई साहित्य प्रतिष्ठानद्वारा मैले एउटा प्रतिष्ठान भनौँ या मैले एउटा सङ्घ जस्तो खोलेको, मैले खोलेको छु मेरो मिसेसको नाम र मेरो नाममा र त्यसमा मैले 2 लाख रुपियाँ अक्षय कोष राखेर त्यसको एउटा के भने अब हर साल कार्तिक र असोज कार्तिकको 20मा पारेर एउटा राम्रो उच्च स्तरीय प्रतिभा गायिका या गायकलाई सम्मान गर्ने क्रम मैले सुरु गरेको छु र यो बोनसाई साहित्य प्रतिष्ठानद्वारा मैले यो आफ्नो लोक संस्कृतिको निम्ति
केही चिज गरिरहँ भनेर लागि परिरहेको छु र यसपालि त्यसमा चाहिँ मीरा राणालाई सम्मान गर्ने हामीले क्रम जारी राखेका छौँ। उहाँले पनि मानिसक्नु भएको छ र अब त्यसपछि चाहिँ म यसै क्षेत्रमा लोकगीत, लोक संस्कृति है, लोक अब धर्म अब भनौँ न यस विषय लिएर नै म लागि परिरहनेछु भन्ने मलाई लाग्छ। बाँकी जीवन बिताउनु यसैमा। हजुर, जीवन सङ्गिनीको कुरा निकाल्नुभयो, अहिले तपाईँको साथमा हुनुहुन्न, त्यो हामीले महसुस गरेका छौँ। तर त्यति बेला तपाईँले जुन आफ्नो वियोगान्त एउटा कविता लेख्नुभएको थियो, त्यो कविता यदि मैले यहाँ वाचन गर्न लगाइनँ भने म त अन्यायमा पर्छु। त्यसकारण आम श्रोता, दर्शक जसले हेरिराख्नु भएको छ, हामीलाई सुनिराख्नु भएको छ, उहाँहरूको लागि पनि त्यो कविता। यो कविता मलाई तयार पार्नु करिब 3 महिना जति लाग्यो, किनभने लेख्नै सकिनँ। लेखेँ कि अब एउटा मनमा बिहोल एउटा केही गर्ने एउटा उनै आउँदैन र पनि मैले कोसिस गरेर मैले यो कविता लेखेको छु। यो कविताको शीर्षक चाहिँ छ मेरो मायाको मृत्यु सब वाहन भएर उभियो। आँखा खोल्दा अभागी दिन कालो खबर भएर उभियो। एका बिहानै मेरो मायाको मृत्यु सब वाहन भएर उभियो। पत्रै पत्रमा मेरो माया सयपत्री मालामा गाँच्थे, सुकुमार फूल झैँ फूल भएर माया मिसाएर हाँस्थे। मेरो माया आज नहाँस्ने भएर अभागी दिन कालो खबर भएर उभियो। एका बिहानै मेरो मायाको मृत्यु सब वाहन भएर उभियो। हाम्रो माया दैवलाई आरिस लाग्यो क्यारे, हाम्रो माया दैवलाई आरिस लाग्यो क्यारे। हाम्रो हाँसो हाम्रो खुसी बिस लाग्यो क्यारे। मुस्कुराउने हाँसो छैन, दुख्ने पोल्ने केही छैन। मेरो माया मैसँग यतिखेर किन छैन। जीवनभरको लामो यात्रा एक्लै बनाएर अभागी दिन कालो खबर भएर उभियो। एका बिहानै मेरो मायाको मृत्यु सब वाहन भएर उभियो। तिमीले गाँस्या सयपत्री तिमीलाई नै लगाइदिए, तिमीले गाँस्या सयपत्री तिमीलाई नै लगाइदिए। कमलो यो मनलाई आफै ढुङ्गा बनाइदिए। तिमीले बाल्ने बत्ती सधैँ बलिरहन्छ मनमा, दाग बत्ती तिमीलाई दिँदा अन्धकार मनमा। संसार नै नरहे चाहिँ तिम्रो यादले पिर्छ, बिर्सु भन्छु सम्झनाले सधैँ रुवाउँछ। मेरो माया मेरो जीवन चुडाएर लग्यो, आज दैव मेरै लागि निष्ठुरी भई ठग्यो। मेरो माया मेरो जीवन चुडाएर लग्यो, आज दैव मेरै लागि निष्ठुरी भई ठग्यो। अभागी दिन कालो खबर भएर उभियो। एका बिहानै मेरो मायाको मृत्यु सब वाहन भएर उभियो। मेरो गीतमा तिम्रो खुसी अब कस